नमस्ते, म प्रमोद थारू। आज हामी मैथिली म्युजिक भिडियोको अन द स्पोट हामी सुटिङको क्रममा छौँ। सरोज मण्डलको शब्द, शैलेन्द्र विश्वकर्माको सङ्गीत अनि तराईकै चर्चित गायक सोनू मण्डल र ज्योति विश्वकर्माको स्वरले सजिएको गीतको आज हामी छायाङ्कनका क्रममा छौँ। छायाङ्कन गर्दै हुनुहुन्छ गजेन्द्र गज्जू, त्यस्तै नृत्य निर्देशकको रूपमा हुनुहुन्छ दर्पी सरदार मुस्कान र आज हाम्रो म्युजिक भिडियोको लागि अभिनयको रूपमा हुनुहुन्छ तराईकै एकदमै चर्चामा रहेकी मोडल समिता गिरी र दीपक श्रेष्ठ। अहिले हामीसँग हुनुहुन्छ तराईकै एकदमै चर्चामा रहेकी मोडल समिता गिरी। म समिता गिरीसँगको छोटो मिठो कुराकानी गरौँ। समिताजी नमस्ते, स्वागत छ। तपाईँ जुन यो म्युजिक भिडियो गर्दै हुनुहुन्छ, यो म्युजिक भिडियो कतिको मार्केट लिएला त? अब हेर्नु, हामी सबैले पुरै टिमले नै हामीले एकदमै धेरै मेहनत गरेको छौँ होइन। मेहनत अनुसार अब हामीले काम गरे अनुसार अब कतिको हिट होला भन्ने चाहिँ होइन, हामीले काम राम्रो दिने हो होइन। त्यो चाहिँ दर्शकहरूको हातमा हो, उहाँले मन पराउनु नपराउनु। तर आई गेस मेरो विचारमा के लाग्छ भने यो एकदम डान्सिङवाला सङ छ होइन। अब हामीले सबैजनाले मेहनत पनि गरिरहेको छौँ त्यही अनुसारले। अब सायद हिट दर्शकले मन पराइदिनुहुन्छ। पक्कै पनि दर्शक साथीहरूले मन पराउनु पनि हो। अब अहिलेसम्ममा मलाई एकदमै सबैले माया गरिराख्नु भएको छ होइन। त्यही अनुसारलाई यो भिडियोलाई पनि एकदमै माया गरिदिनुहुन्छ मलाई लाग्छ है। एकदमै धेरै माया गरिदिनु होला, यति धेरै। पक्कै पनि दर्शक साथीहरूले मन पराउनुहुन्छ। म एकैछिन आजको यो म्युजिक भिडियोको नृत्य निर्देशकको लागि हाम्रो नृत्य सिकाउँदै हुनुहुन्छ दर्पी सरदार मुस्कान। म उहाँसँगको छोटो मिठो कुराकानी गरौँ। दर्पी सरदार नमस्ते। अहिले जुन तपाईँ म्युजिक भिडियो गर्दै हुनुहुन्छ, यो म्युजिक भिडियो कस्तो टाइपको छ? यो लभमा डान्स, लभ सङ हो होइन, डान्स पनि छ। डान्सवाला गीत हो, गीत राम्रो छ। तपाईँले हाम्रो आर्टिस्टहरूलाई तपाईँले डान्स सिकाउने क्रममा कतिको अप्ठ्यारो भयो त तपाईँलाई? सर अप्ठ्यारो भएन। अप्ठ्यारो भएन है? त्यस्तै हामीसँग हुनुहुन्छ आजको छ्याङ्कार गजेन्द्र गज्जू र आजको मोडलको रूपमा चर्चामा रहेका दीपक श्रेष्ठज्यू। उहाँहरूलाई पनि म स्वागत गरौँ। तपाईँ दुवैजनालाई स्वागत छ है। धन्यवाद। गजेन्द्रजी, तपाईँ एकदमै अहिले खुसीमा देख्नुहुन्छ, एकदमै खुसी मुडमा हुनुहुन्छ। सायद त आजको म्युजिक भिडियो गर्दाखेरि एकदमै राम्रो भएको छ जस्तो अनुभव भइरहेछ है? यस्तो हुन्छ सर कि हामी अब काम गर्दै त हाम्रो त हालत त्यही भएको हुन्छ र पनि हामी एकदम खुसी भएर काम गर्छौँ कि हाम्रो जति पनि टिमहरू छन् सबैजना हामी मिलेर हाँस्दै खेल्दै रमाइलो गर्दै, ताकि काम गर्दा कसैलाई अप्ठ्यारो नहोस्, कसैलाई बोरिङ फिलिङ नहोस् भनेर हामी पुरै टिम वाइज एकदम ह्याप्पिनेस भएर काम गर्छौँ। आजको सुटिङ गर्दा त कुनै त्यस्तो अप्ठ्यारो त परेको छैन नि? छैन सर, यस्तो हो कि खास गरी तपाईँको टिम मिल्नुपर्छ भन्दा पनि। अब काम भन्ने कुरा, काम गर्नुपर्छ, गाह्रो सजिलो त भइ नै हाल्छ, त्यो आफ्नै ठाउँमा हो। यत्रो आज चर्को घाम छ होइन, र पनि हामी सबैजना बिहानदेखि एकदम जे होस् यो म्युजिक भिडियो बजारमा आउँदाखेरि पक्कै पनि एकदमै मार्केट लिन्छ, दर्शकहरूले मन पराउँछ होला है? अब हाम्रो त कोसिस त्यही छ है। हामीले जति सक्छौँ, हाम्रो जुन क्षमता छ, हामीले पूर्ण रूपले हामीले एकदम पुरा मेहनतको साथ अथक प्रयास गरेर, अथक मेहनत गरेर हामी पुरै टिमले छायाङ्कन गरेर हामी सबै लगभग अब सक्न आँटेको छु पुरा यो गीतलाई। अब दर्शकहरूले कतिको मन पराउनुहुन्छ सब उहाँहरूमै हो। अनि त्यस्तै हुनुहुन्छ हामीसँग आजको मोडलको रूपमा दीपक श्रेष्ठज्यू। आज यो अभिनय गर्दै हुनुहुन्छ, मोडलिङ गर्दै हुनुहुन्छ, कस्तो फिल भइरहेको छ त? राम्रो फिल भइरहेछ, मजा आइरहेछ, जे होस् राम्रो चाहिँ। अनि आज यो जुन हामी म्युजिक भिडियो गर्ने क्रममा छौँ, लगभग यो म्युजिक भिडियो हाम्रो निर्देशकज्यू, यो म्युजिक भिडियो कति दिनमा बजारमा आइपुग्छ होला? एक हप्ता टाइम लाग्छ सर। एक हप्ता लाग्छ। अन्तमा समिताजी, यो म्युजिक भिडियो एकदमै राम्रो हुन्छ भने सम्पूर्ण हाम्रो युनिटको पूर्ण विश्वास छ र पक्का पनि यो म्युजिक भिडियो एकदमै
मार्केटमा आएपछि हिट हुन्छ होला अनि अन्तमा तपाईँ यो हाम्रो दर्शक साथीहरूलाई के भन्नुहुन्छ त? अनि हाम्रो सम्पूर्ण दर्शकहरूलाई म समिता गिरीको तर्फबाट नमस्ते। हाम्रो आज चाहिँ इन्डिङ भएछ गीतको है। हामी सबैजना एकदम थकित अवस्थामा छौँ, अनुहार अलिअलि मुर्झाइरहेको होला, त्यसो पनि केही छैन। हाम्रो अरू बेला माया गरे जस्तै यो अरू गीतहरूलाई माया गरे जस्तै यो गीतलाई पनि एकदमै धेरै माया गरिदिनु होला। हाम्रो यो गीत चाहिँ चाँडै नै रिलिज हुँदैछ MK आर्ट म्युजिकबाट। त्यो च्यानललाई चाहिँ एकदमै सब्सक्राइब, लाइक, कमेन्ट्स एन्ड धेरै माया गरिदिनु होला। मन परेमा कमेन्ट गरिदिनु होला, नमन परे पनि केही कमी कमजोरी छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ। धेरै धेरै मलाई माया गरे जस्तै हाम्रो MK म्युजिक आर्टलाई पनि धेरै माया गरिदिनु होला। यो च्यानललाई भर्खरै सुरुवात गरेको हो, त्यही पनि तर धेरै नै राम्रो रेस्पोन्स छ, धेरै राम्रो भिडियोहरू आउँछ त्यहाँबाट। माया गरिदिनु होला। अन्त्यमा भन्न चाहन्छु बाई बाई, लभ यु। समस्या छ क्या के भएर